दर्शकबिन नमस्कार। यति बेला तपाईहरू नेपाल खबर टिभी हेर्दै हुनुहुन्छ। सदाका दिन जस्तै आज पनि देशभरका मुख्य समाचारहरूका साथमा उपस्थित भएका छौँ। खबरहरू निकै महत्त्वपूर्ण भएकाले यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र आफ्नो मनमा लागेका कुराहरू कमेन्ट बक्समा राख्न पनि नभुल्नुहोला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी च्यानलसँग जोडिनुहोला। आजका महत्त्वपूर्ण समाचारहरू छन्। दर्शक महानुभावहरू आउनुहोस् आजको विशेष खबरतर्फ लागौं। दर्शक महानुभावहरू, नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीसँग भड्किएको छ। सरकारको नीति तथा कार्यक्रमप्रति कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाएका छन्। बैठकमै हाम्रो नारा खोइ एमालेको बोकेर हिँड्नुपर्ने हो भन्दै सांसदहरू कड्किएका छन्। नेपाली कांग्रेसका सांसदहरूले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्ट व्यक्त गरेका छन्। नयाँ बानेश्वर स्थित संघीय सांसद भवनको लहसोहलमा जारी दलको बैठकमा बोल्ने सांसदहरूले नीति तथा कार्यक्रम असन्तुष्ट व्यक्त गरेका हुन्। बैठकमा सहभागी एक सांसदका अनुसार केही सांसदले शुक्रबार संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमका प्रति असन्तुष्टि देखिएको छ। ती सांसदले खबरहरूसँग भने केही माननीय ज्यूहरूले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्ट व्यक्त गर्नुभएको छ। नीति तथा कार्यक्रमले गठबन्धन भन्ने कुरा बिर्सियो भन्ने उहाँहरूको कुरा छ। बैठकमा सत्ताको नेतृत्व गरिरहेका नेकपा एमाले कांग्रेसको समुन्नत नेपाली समृद्ध नेपाल नारालाई नीति तथा कार्यक्रममा नसमेटेको प्रति आपत्ति जनाइएको छ। यसैबीच नीति तथा कार्यक्रमले गठबन्धन भन्ने कुरा बिर्सियो भन्न मलाई अनुभूति भएको छ। अब हामी खुसी नेपाली समृद्ध नेपालको नारा बोकेर हिँड्ने हो, एक सांसदको भनाइ उद्धृत गर्दै ती सांसदले भने। केही सांसदले आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमामा गर्दा नीति तथा कार्यक्रम जस्तै भए कांग्रेसलाई गाह्रो हुने पनि उनले धारणा व्यक्त गरेका छन्। बैठकमा राष्ट्रपतिसँग जोडिएको सुत्केरी कार्यक्रमलाई निरन्तरता नदिएको विषयमा पनि नेपाली कांग्रेसहरू आपत्ति जनाएका छन्। दर्शक महानुभावहरू, दार्चुलाको सदरमुकाम खलङ्गा स्थित वीरेन्द्र वनको पारिपट्टि नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल र बासिन्दाहरूले विरोध गरेका छन्। तर देश हाँकिरहेका भ्रष्टाचारी नेताहरूले भने मौन साधिरहेका छन्, देखेर पनि अनदेखा गरिरहेका छन्। नेपाली जनताहरू कैयौँ मर्नु परेको छ सिमानामा, तर दर्शक महानुभावहरू, कुर्सीमै मरिहत्ते गरेका बुढा नेताहरूले यति बेला त्यो यस्तो स्थितिलाई देखेर पनि अनदेखा गरेका छन्। 2070 सालको बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ। नेपाली भूमिमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग विभिन्न पार्टीहरूले गरेका छन्। महाकाली नगरपालिका 4 र 5 भएर बग्ने महाकाली नदी किनारामा छिमेकी भारतले तटबन्ध निर्माण गरिरहेको छ। नेपाली भूमि मात्र नभई नदीको धार नै परिवर्तन हुने गरी तटबन्ध निर्माण जारी रहेकाले त्यसलाई रोक्न प्रमुख जिल्लाधिकारी अनिल पौडेल मार्फत परराष्ट्र मन्त्रालयको ध्यान आकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घरतीले जानकारी दिएका छन्। दर्शक महानुभावहरू, कूटनीतिक माध्यमबाट समस्याको समाधान यथाशक्य चाँडो गर्न परराष्ट्रको ध्यान गराइएको नेकपा एमाले निकटती नेताले बताएका छन्। महाकाली नदीको गल्फै पारी र खुल्ला मझपारीको क्षेत्रमा अन्तर्राष्ट्रिय सीमा रेखा मिचेर तटबन्ध निर्माण गरिरहेको जानकारी दिँदै अध्यक्ष घरतीले त्यसलाई रोक्न माग गरेका छन्। दर्शक महानुभावहरू, भारतले निर्माण गरिरहेको तटबन्धनका सम्बन्धमा तत्काल कूटनीतिक पहल थाल्न आफूले प्रचार गरेको प्रमुख जिल्लाधिकारी पौडेलले जानकारी दिएका छन्। उनले आफू निरन्तर भारतीय समकक्षीहरूसँग सम्पर्कमा रहेको बताउँदै निर्माण रोक्न आग्रह गरिएको जानकारी समेत दिएका छन्। दर्शक महानुभावहरू, भारतीय विस्तारवादहरूले नेपाललाई सदियौँदेखि हेप्दै आएको छ। रातारात सीमाका पिल्लरहरू स्तम्भहरू सार्ने तथा नेपाली भूमि चोर्ने गरेको भारतले फेरि दर्शक महानुभावहरू दार्चुलामा पनि नेपालीहरूलाई दुःख दिन थालेको छ। यसबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ? दर्शक महानुभावहरू, यसैबीच यता नेपाली कांग्रेसका नेताहरूले बैठकमै अब ओलीको विकल्प खोजिनुपर्ने आवाज उठाएका छन्। यसैबीच सरकारको नीति तथा कार्यक्रमप्रति कांग्रेस सांसदहरूले असन्तुष्टि जनाउँदै बैठकमै भने हाम्रो नारा खोइ एमालेको बोकेर हिँडिदिनु पर्ने हो भन्ने प्रश्न उठाएका छन्। दर्शक महानुभाव, नेपाली कांग्रेसका सांसदहरूले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्ट व्यक्त गरेका छन्। नयाँ बानेश्वर स्थित संघीय संसद भवनको लहसो हलमा जारी दलको बैठकमा बोल्ने सांसदहरूले नीति तथा कार्यक्रमप्रति असन्तुष्ट व्यक्त गरेका छन्।
बैठकमा सहभागी एक सांसदका अनुसार केही सांसदहरूले शुक्रबार संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि देखाएका हो। ती सांसदहरूले भने केही माननीय ज्यूहरूले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तोष व्यक्त गर्नुभयो। नीति तथा कार्यक्रमले गठबन्धन भन्ने कुरा बिर्सियो भन्ने उहाँहरूको कुरा छ। बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले काङ्ग्रेसको समुन्नत नेपाली समृद्ध नेपाल नारालाई नीति तथा कार्यक्रममा नसमेटेको प्रति आपत्ति जनाएका छन्। नीति तथा कार्यक्रमले गठबन्धन भन्ने कुरा बिर्सियो भन्न मलाई अनुभूति गरेको छ। अब हामी खुसी नेपाली समृद्ध नेपालको नारा बोकेर हिँड्ने हो, एक सांसदको भनाइ उद्धृत गर्दै ती सांसदले बताएका छन्। केही सांसदहरूले आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रम जस्तै भई काङ्ग्रेसलाई गाह्रो हुने पनि धारणा राखेका छन्। बजेट बनाउने विषयमा हामी पनि यस्तै परिस्थिति भयो भने हामीलाई अप्ठ्यारो हुन्छ, सांसद सीता गुरुङलाई उद्धृत गर्दै ती सांसदले भने। यसैबीच यसमा ध्यान जाओस् भन्ने म अनुरोध गर्न चाहन्छु। बैठकमा राष्ट्रपतिसँग जोडिएको सुत्केरी कार्यक्रमलाई निरन्तरता नदिएको विषय पनि उठेको छ। राष्ट्रपति काङ्ग्रेसको हुँदा र अरूको हुँदा फरक दृष्टिकोण हो कि के हो? सांसद गुरुङले बैठकमा भने राष्ट्रपतिसँग जोडिएको सुत्केरी कार्यक्रमलाई निरन्तरता दिने विषय पनि हटाइएको भन्दै नेपाली काङ्ग्रेसका अधिकांश नेताहरूले ओली सरकारको विकल्प खोज्नुपर्ने बताएका छन्। दर्शक महानुभावले यता भने शेखर कोइरालाले सरकारले गभर्नर नियुक्ति नगरेर संविधान मिचेको आरोप लगाएका छन्। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले काङ्ग्रेसले बाध्यतामा नेकपा एमालेसँग मिलेर सरकार गठन गरेको बताउँदै यस्तो बताएका छन्। प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका छन्। उनले पहिलो, दोस्रो, तेस्रो, चौथो पार्टी मिलेर सरकार बनाउने र दोस्रो पार्टी सधैँ विपक्षीमा बस्ने गरेको अभ्यासलाई दुई ठुला पार्टी मिलेको बताएका छन्। उनले भने अहिले सरकारको नेतृत्व काङ्ग्रेसले लिएको छैन, एमालेका अध्यक्ष ओलीजीले लिनु भएको छ। 7 बुँदे सहमति भनेको छ, संविधानमा परिमार्जन गर्ने भनिएको छ, द्वन्द्वहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनिएको छ, सधैँ देशको आर्थिक अवस्थामा सुधार गर्ने भनिएको छ। गभर्नरको पदावधि सकिनु अघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस भइसक्नुपर्ने, तर अहिले गभर्नरको म्याद सकिएको 2 महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिच्ने काम गरेको आरोप उनले लगाएका छन्। यो सरकारले सुशासन दिनै नसकेको समेत आरोप उनले लगाएका छन्। दर्शक महानुभावले यसैबीच यो संसार छोड्नु अगाडि अर्थात् दुनियाँबाट बिदा हुनु अगाडि समाजवादको आधार तयार पारेरै मर्ने पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट बिदा हुने सङ्कल्प लिएको आफूले बताएका छन्। दक्षिणकाली नगर समितिको 4थो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।